नमस्कार, अल स्टडी सपोर्टमा यहाँहरूलाई स्वागतम छ। आज चाहिँ गोरखापत्र लोक सेवा तयारी विशेष वस्तुगत प्रश्नहरू ल्याएर उपस्थिति भइसकेको छु। उप प्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा आर्थिक वर्ष 2082-83 का लागि कति राशिको बजेट प्रस्तुत गरिएको? यसको राइट एन्सर रु 19 खरब 64 अरब 11 करोड रहेको छन्। चालू तर्फ चाहिँ 11 खरब 80 अरब र 98 करोड 60.1%। पुँजीगत तर्फ चाहिँ 4 खरब 7 अरब 89 करोड 20.8%। त्यस्तै वित्तीय व्यवस्थापन तर्फ 3 खरब 75 अरब 24 करोड 19.1%। बजेट व्यवसाय प्रमुख स्रोतहरू चाहिँ कुल राजस्व रु 13 खरब 15 अरब, वैदेशिक अनुदान चाहिँ रु 56 अरब 58 करोड, वैदेशिक ऋण रु चाहिँ खरब 33 अरब 66 करोड। त्यस्तै आन्तरिक ऋण चाहिँ 3 खरब 62 अरब। त्यस्तै नेक्स्ट क्वेसन, राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको अब 2081-82 को प्रारम्भिक प्रादेशिक राष्ट्र लेखा अनुमान अनुसार सबैभन्दा धेरै आर्थिक वृद्धि दर कुन प्रदेशमा रहेको छ? यसको राइट एन्सर गण्डकी प्रदेशमा। 7 प्रदेशको आर्थिक वृद्धि दर प्रदेश र वृद्धि दर गण्डकीको 5.51% ले वृद्धि भएको छ। त्यस्तै बागमतीको चाहिँ 5.18% ले वृद्धि भएको छ। त्यसै कर्णालीको चाहिँ 4.74% ले वृद्धि भएको छ। त्यस्तै लुम्बिनीको चाहिँ 4.70% ले वृद्धि भएको छ। त्यस्तै मध्य प्रदेशको चाहिँ 4.50% ले वृद्धि भएको छ। त्यस्तै कोशी प्रदेशको चाहिँ 3.34% ले वृद्धि भएको छ। त्यस्तै सुदूरपश्चिमको चाहिँ 3.32% ले वृद्धि भएको छन्। त्यस्तै नेक्स्ट क्वेसन, मधुपरक सम्मान 2082बाट सम्मानित श्रेष्ठ को हुन्? यसको राइट एन्सर पदतर्फ त्रिभुवन चन्द्र वाग्ले निमिति सम्पादक मधुपरक। गधातर्फ चाहिँ कथाकार ध्रुव सपकोटा, खुला प्रति तर्फ चाहिँ कथाकार पद्धतिवती सिंह। त्यस्तै नेक्स्ट क्वेसन, गायक तथा सङ्गीतकार गणेश रसिकाको निधन कहिले भएको हो? यसको राइट एन्सर विक्रम सम्वत 2082 जेठ 18 गते। त्यस्तै नेक्स्ट क्वेसन, विश्वविख्यात आरोही कमिरित शेर्पाले सगरमाथाको 31औं पटक सफल आरोहण कहिले गरेका हुन्? यसको राइट एन्सर विक्रम सम्वत 2082 जेठ 13 गते सनमा चाहिँ 2025 मे 27। त्यस्तै नेक्स्ट क्वेसन, इन्टरनेसनल बुकर पुरस्कार जित्ने सफल साहित्यकार को हुन्? यसको राइट एन्सर भारतीय लेखिका बनु मुसक्ता। त्यस्तै नेक्स्ट क्वेसन, सरकारले कुन निकाय अन्तर्गत राष्ट्रिय अनुसन्धान तथा विकास परिषद स्थापना गर्ने निर्णय गरेको छ? यसको राइट एन्सर राष्ट्रिय योजना आयोग। त्यस्तै नेक्स्ट क्वेसन, नेपालमा हाल चारा प्रजातिको सङ्ख्या कति पुगेको छ? यसको राइट एन्सर 900। 900 चारा छोटो पुग्दा समुद्री सटलल्यान्ड सियावाट नामक फिरुते चारा। त्यस्तै नेक्स्ट क्वेसन, नेपाल राष्ट्रिय ब्याङ्क 18औं गभर्नरमा कसलाई नियुक्ति गरियो? यसको राइट एन्सर डाक्टर विश्वनाथ पौडेल। त्यस्तै नेक्स्ट क्वेसन, बुटवल उपमहानगरपालिका मुस्ताङको घर पझोङ गाउँ पालिका बीच आपसी सहायक कार्य र धार्मिक पर्यटक प्रवर्धनमा जोड दिँदै भागिनी सम्बन्ध कहिले कायम भएको हो? यसको राइट एन्सर विक्रम सम्वत 2082 जेठ 8 गते। त्यस्तै नेक्स्ट क्वेसन, अन्तर्राष्ट्रिय मुद्रा कोषका
अनुसार विश्वको चौथो ठुलो अर्थतन्त्र भएको मुलुक कुन बनेको छ? यसको राइट एन्सर भारत। त्यस्तै नेक्स्ट क्वेसन, नेपाल खानेपानी संस्थानको अध्यक्षमा कसलाई नियुक्ति गरियो? यसको राइट एन्सर डाक्टर डुङ्गडी राज भट्टराई। त्यस्तै नेक्स्ट क्वेसन, नेपाल विश्व स्वास्थ्य सङ्गठनको कार्यकारी सदस्य कहिले निर्वाचित भएको हो? यसको राइट एन्सर सन् 2025 में। त्यस्तै नेक्स्ट क्वेसन, अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घले कसको अध्यक्षतामा बागमती प्रदेश कमिटी गठन गरेको हो? यसको राइट एन्सर कृष्ण खटिवडा। त्यस्तै नेक्स्ट क्वेसन, नेपाल विद्युत प्राधिकरणले विद्युत खपत तथा नियमित महसुल भुक्तानीलाई आधार मानी छनौट गरेको उत्कृष्ट उपभोक्ताको सूचनामा पर्न सफल 10 कम्पनी कुन कुन हुन्? यसको राइट एन्सर चाहिँ सर्वोत्तम स्टिल लिमिटेड, विजयश्री स्टिल लिमिटेड, गोयल इजपल प्राली, आरती स्टिल प्राली, प्रीमियम स्टिल प्राली, श्री स्टिल प्राली, होसिंग सीमेंट प्राली, हुलास वायर एन्टिसिड्स लिमिटेड, स्वास्तिक रोयल मिल्स र जगदामा वायल्स प्राली। त्यस्तै नेक्स्ट क्वेसन, सिंहदरबारमा मेलाचीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ कहिले गरियो? यसको राइट एन्सर विक्रम सम्वत 2082 जेठ 5 गते। त्यस्तै नेक्स्ट क्वेसन, गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कारको स्थापना कहिले भएको हो? यसको राइट एन्सर विक्रम सम्वत 2062। यस्तै भिडियो हेर्नको लागि हाम्रो यस अल स्टडी सपोर्ट च्यानलले सब्स्क्राइब गरिदिनु होला र लाइक पनि गरिदिनु होला, सेयर पनि गरिदिनु होला। भएकोमा धेरै धेरै धन्यवाद।